स्वामी नमो नमः करुणा सागर लोकानंद स्वामी नमो नमः पवित्र पावन नमो नमः लोकानंद स्वामी नमो नमः पवित्र पावन लोकानंद स्वामी नमो नमः करुणा सागर नमो नमः लोकानंद स्वामी नमो नमः करुणा सागर नमो नमः। बोले स्वामी जी महाराज को जय। संत शिरोमणि स्वामी जी महाराज को। सबैले हात माथि गरेर जोरदार ताली बजाएर सम्मान गर्नु होला। गुरुजीको ताली तल होइन, दुई हात माथि उचाली उचाली जोरदार ताली बजाएर सम्मान गर्नु होला। बोले ब्रह्मनिष्ठ स्वामी जी महाराज को। र उहाँको साथमा पाल्नुहुने गुजरातबाट पाल्नुहुने आदरणीय स्वामीजीको पनि आगमन भएको छ। कृपया उहाँलाई पनि जोरदार ताली बजाएर सम्मान गर्नुहुनको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ। र ब्रह्मनिष्ठ स्वामीजीको आसन ग्रहण भइसकेको छ। कृपया सबैले हात माथि गरेर जोरदार ताली बजाएर सम्मान गर्नुहोला। र उहाँको साथमा पाल्नुहुने सम्पूर्ण हाम्रो धर्मात्मी आदरणीय व्यक्तित्वहरूलाई पनि यथास्थानमा मञ्चमै आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। सबैले एकपल्ट जोरदार ताली बजाएर सम्मान गरिदिनु हुनुको निमित्त हार्दिक अनुरोध। बोले गोविन्द भगवानको। र हाम्रो स्वामीजीको साथमा पाल्नुहुने आदरणीय टुङराज पाण्डेज्यू जो वरिष्ठ धर्मात्मी व्यक्तित्व हुनुहुन्छ, उहाँलाई पनि जोरदार ताली सबैले बजाइदिनु होला। त्यस्तै गरेर आदरणीय अर्जुन गौतमज्यूको पनि आगमन भएको छ, वरिष्ठ समाजसेवी धार्मिक व्यक्तित्व, उहाँलाई पनि कृपया जोरदार ताली। यति तालीले काम पुग्छ। गुजुरीको ताली जोरदार ताली हात माथि गरेर जोरदार ताली बजाएर सम्मान गर्नुहोला। र त्यस्तै गरेर आदरणीय लीलाधर ओलीज्यू हुनुहुन्छ, जो सारथी हुनुहुन्छ, उहाँलाई पनि जोरदार ताली बजाएर सम्मान गर्नुहोला। वसन्त केसीज्यूको पनि आगमन भएको छ, कृपया जोरदार ताली बजाएर स्वागत गर्नुहोला। जोरदार ताली। यति तालीले काम पुग्छ। अझै बजाउँ। जोरदार ताली बजाएर सम्मान गर्नुहोला। आज गुजरात